हुनुहुन्छ नेवार एफएम 106.6 मेगाहर्ज युट्युब च्यानल। सब्स्क्राइब गर्न नभुल्नुहोला। जोजलपा नमस्ते। समय सन्दर्भको पर्खाइमा रहनुभएका सम्पूर्ण प्रिय श्रोताहरूमा यो बिहानीको अभिवादन। नेपाल भाषा एकाडेमीको निमित्त अनक मिडियाद्वारा प्रस्तुत गरिने यो समय सन्दर्भ कार्यक्रम प्रत्येक आइतबार, मङ्गलबार र बिहिबार ठिक यसै बेला हामी प्रस्तुत गर्छौँ। श्रोताहरू, विभिन्न समसामयिक विषयहरूको अलावा हामी सङ्गीत क्षेत्रका हस्तीहरूलाई पनि यो कार्यक्रममा प्रशयका साथ प्रस्तुत गर्छौँ। आजको कार्यक्रममा हामी यस्तै एकजना हस्ती, नेपाल भाषाको सङ्गीतहरूमा एक हस्ती हुनुहुन्छ, सङ्गीतका हस्ती हुनुहुन्छ। उहाँ धेरै पुराना कलाकार पनि हुनुहुन्छ। आफै गाउनुहुन्छ, आफै सङ्गीत दिनुहुन्छ, गीतहरू पनि रचना गर्न सक्नुहुन्छ। यस्तो कोही भएका कलाकारलाई म आज हाम्रो स्टुडियोमा निम्ताएको छु। उहाँ हुनुहुन्छ गोविन्द हिमत। द्वारिका देवी आमा र इन्द्रलालज्यूको कोखबाट जन्मिनुभएका, द्वारिका देवीको कोखबाट जन्मिनुभएका गोविन्द हिमत काठमाडौँको हिमतोल वन्दे नारायण स्थानको हिमतोलमा जन्मनुभएको। आफ्नो टोलको नामैलाई उहाँले आफ्नो नामसँग जोड्नु भएको छ। यसै त हाम्रो कीर्तिपुरमा पनि एकजना हुनुहुन्थ्यो, अहिले उहाँ बित्नुभयो, मेरा परम मित्र हुनुहुन्थ्यो गोविन्द किपू। उहाँ पनि सङ्गीत क्षेत्रको विशिष्ट तबलावादक हुनुहुन्थ्यो। उहाँले पनि गोविन्द किपू राख्नुभएको थियो। यसै गरी गोविन्द बहादुर गोठाले पनि हुनुहुन्थ्यो। आफ्नो क्षेत्रलाई भनौँ न, यो सङ्गीत क्षेत्रमा आफ्नो जन्मस्थानलाई आफ्नो नामको पछाडि जोड्ने कलाकारहरू धेरै भेटिन्छन्। हिरण्य भोजपुरे भयो, यसै गरी अरू धेरै हस्तीहरू छन्। मैले उहाँहरूको नाम अहिले ठ्याक्कै सम्झिन सकिनँ। श्रोताहरू, म सबभन्दा पहिले आज समय सन्दर्भ कार्यक्रममा गोविन्द हिमतज्यू हाम्रो आजको स्टुडियोमा आइसक्नु भएको छ। आजको यो स्टुडियोलाई विशेष बनाइदिनु भएको छ, त्यसको लागि म यहाँलाई हार्दिक नमन गर्न चाहन्छु। नमस्कार। जोजलपा, यहाँहरूले यो रेडियो सुनिराख्नुभएका र युट्युबमा हेरिराख्नुभएका सम्पूर्ण मेरा प्यारा यो श्रोताहरू भनौँ, उहाँले मेरो गीत सुनिदिनुहुन्छ, उहाँहरूलाई पनि अभिवादन गर्न चाहन्छु। अब उहाँको बारेमा अरू भन्नुभन्दा पहिले म हाम्रो प्रविधि साथी हुनुहुन्छ, स्टुडियो बाहिर प्रविधि संयोजन गर्दै हुनुहुन्छ सुशान्त श्रेष्ठ, र युट्युबमा अहिले लाइभ गर्दै हुनुहुन्छ रबिन महर्जनज्यूलाई धन्यवाद दिँदै आजको कार्यक्रममा उहाँको चिनारीको निमित्त एउटा गीत बजाउन अनुरोध गर्छु म। यो गीतले गोविन्द हिमत भन्ने इन्ट्रोडक्सन गराएको छ, परिचय गराएको छ। यही गीत बजाउन म अनुरोध गर्छु। सुनौ है। अवश्य। यो गीतको रचना कसको थियो? मेरै आफ्नै रचना है, आफ्नै सङ्गीत, आफ्नै स्वर। अलिकति भनिदिनुहोस् यो गीत। छिमायो मछया कम्हे जिमायो मजिया कका सिउला कि मसिउला जिउला छन् त एका चोला जुला कि मजुला सिउला कि मसिउला। यही गीत सुनौ है त एकैछिन। छिमायो मछया कम्हे जिमायो मजिया कका सिउला कि मसिउला जिला छन् त एका चुना जुला कि मजुला सिउला कि मसिउला जुला कि मजुला सिउला कि मसिउला।
श्वेताजी छन् थाछिन हिनी वया चुना पाछङ्गु मखना जिला छगना चोया चुना छन्त श्वेताजी छन् थाछिन हिनी वया चुना पाछङ्गु मखना जिला छगना चोया चुना छिमाये यो मछया कन्या जिमाया यो मजिया कका सिउला कि म सिउला जिला छन् कएका चुना जिउला कि म जिउला सिउला कि म सिउला जिउला कि म जिउला। श्रोताहरू यो कति मिठो गीत चाहिँ सायद यो अर्थ नबुझ्नेलाई अलिकति नेवारी अर्थ नबुझ्नेलाई अलिकति अप्ठ्यारो महसुस भएको होला। के भने यो गीतमा के भन्न खोजेको छ भने तिम्री आमाको तिमी प्यारी छोरी मेरो बाउको म प्यारो छोरो हुन्छ कि हुँदैन भने यस्तो किसिमको लभ सङ भयो हेर्नुहोस् है। एक्लो छोरो एक्लो छोरी है यहाँको क्या अनि एक्लो छोरो तिमी पनि एक्लै छोरी म पनि एक्लो छोरो होइन हामी दुईजना मिलाउँ हुन्छ कि हुँदैन भने यो लभ गर्ने गीत हो है। यसलाई फेरि फोक बेसमा ढाल्नु भएको छ उहाँले एकदमै सुन्न पनि मजा आउँछ है यो गीत। अनि अब कुरा गर्दै जाँदा गोविन्दजी तपाईँ यो क्षेत्रमा लागौँ भनेर कसले प्रेरणा दियो कसरी यो क्षेत्रमा छिर्नु भयो त यो विषयमा कुरा गरौँ न। हजुर यो मेरो मुवा दर्गा देवीले मलाई यो सङ्गीत क्षेत्रमा ल्याउनु भएको हो मेरो मुवा हजुर र उहाँ आफै पनि गीत गाउनुपर्ने भजनहरू गाउनुपर्ने त्यसैले पनि उहाँले मलाई चाहिँ यसमा ल्याउनु भएको हो सङ्गीत क्षेत्रमा। आमाकै प्रेरणाबाट तपाईँ यतातिर लाग्नुभयो हजुर है। अब सुरुमा यो क्षेत्रमा लाग्दाखेरि यति चर्चामा आउँछु होला यति प्रगति गर्छु होला भनेर सोच्नु भएको थियो? त्यो थिएन सोचेको थिएन। मैले सुरुमा घरमै चाहिँ हार्मोनियम सिकेको थिएँ। हजुर एकजना गुरु राखिदिनु भएको थियो। हजुर त्यसबाट हार्मोनियम बजाउँदै अनि गर्दै सङ्गीत पनि आफूले हाल्न सक्ने भयो। अहिले नेपालको टप नै हुनुहुन्छ तपाईँ हाम्रो विश्लेषणमा। नेवारी गीतमा त गोविन्द हिमत सायद टपमै होला हाम्रो अनुमान है। अब ठ्याक्कै अब डेटा त हामीसँग छैन। आमाको प्रेरणाबाट यो गीतमा यो क्षेत्रमा लाग्नुभयो। यो क्षेत्रमा चाहिँ अब लाग्दाखेरि बाधा अडचनहरू कतिको आए सुरुमा कति सजिलो भयो कति पापड बेल्नु पर्यो होला तपाईँलाई कति गाह्रो भयो सुरुमा इस्टाब्लिस हुनको लागि? निकै गाह्रो भयो। कस्तो किसिमको कुनै अनुभव छ? हामीलाई मञ्चमा ठाउँ नै नदिने समय नै नदिने त्यो बेला चाहिँ यस्तो धेरै टेलिभिजनहरू थिएन व्यापक थिएन रेडियोहरू थिएन रेडियो नेपाली एउटै मात्र थियो टेलिभिजन पनि आएको थिएन। अनि विभिन्न टोलमा त्यो सांस्कृतिक कार्यक्रम हुन्थ्यो त्यो बेला हार्मोनियम तबलाहरू जम्मै लिएर हामी जान्थ्यौँ र हामी चाहिँ त्यो कार्यक्रम हुन्छ भनेर सायद चाहिँ 15 दिन 1 महिना अगाडि पनि हामीले थाहा हुन्थ्यो हामीलाई तयारी पनि गर्थेँ र हामीले चाहिँ त्यहाँ चाहिँ नाम पनि लेखाउँथेँ तर हामीलाई चाहिँ त्यो 5 मिनट दिनलाई पनि गाह्रो मान्थ्यो। हामीले चान्सै दिँदैन हामी त्यतिकै फर्किन्थ्यौँ। त्यसमा पनि नयाँले त त्यो ठाउँमा छिर्नु झन् गाह्रो हुँदो होला नि। पुरानाहरू इस्टाब्लिस भइसकेहरूले स्थान लिइरहेको हुन्छ नयाँलाई प्रवेश गर्ने गाह्रो है। हजुर त्यस्तो समस्या धेरै पर्यो है। धेरै पर्यो। तैपनि तपाईँलाई हिम्मत हार्नु भएन है? हजुर म एकचोटि मैले सङ्गीत छोडौँ कि भनेर जम्मै इन्स्ट्रुमेन्टहरू जम्मै मैले बेचेर त्यतिकै बसिरहेको थिएँ। अनि हाम्रो श्यामकृष्ण श्रेष्ठ डाइरेक्टर हुनुहुन्छ उहाँले निपा ख्वापा पहिलो बनाउनु भएको थियो अनि त्यसपछि निला निलाउँ अनि निला निलाउँको लागि मलाई सङ्गीतको लागि उहाँले अफर गरिदिनु भयो। मैले भने कि म नगर्ने भनेको थिएँ मैले। फिल्म थियो? हजुर फिल्म थियो हजुर नेवारी फिल्म थियो। उहाँले मलाई म अब मसँग भएको इन्स्ट्रुमेन्टहरू पनि जम्मै बेचिसकेँ मसँग अहिले इन्स्ट्रुमेन्ट पनि छैन तपाईँले अर्कै सङ्गीतकार छ नि मैले मेरो नाम भनिदिएँ तर मान्नु भएन तपाईँ मेरो घरमा आइदिनुहोस् भन्यो। उहाँले निकै कर गर्नुभयो। त्यो बेलासम्म म गोविन्द हिमतै थिएन है। म गोविन्द हिमत बिच भनेर उहाँलाई कसरी थाहा भयो त? म सङ्गीत गर्छु भनेर थाहा थियो उहाँलाई। अनि उहाँले मलाई घरमा बोलाउनु भयो मैले गीत सुनाएँ र गीत गर्ने भन्नुभयो उहाँले र गर्ने हो त भने ओहो भन्नुभयो उहाँले मलाई। अनि मैले के भने त्यसो भए गीत रेकर्ड गर्ने फिल्मको गीत रेकर्ड गर्ने हो भने रेडियो नेपाल जानुपर्छ त्यहाँ त अलिक बेसी खर्च पनि हुन्छ जति खर्च लाग्छ म बेहोर्छु गर्ने भन्नुभयो। मैले गरेँ निकै राम्रो भयो।
रेडियो नेपालमै रेकर्डिङ गरियो त्यतिखेर हजुर त्यतिखेर बाहिर अरू रेडियोहरू मुस्किलैले थियो होला है हजुर छँदै थिएन रेडियो त छँदै थिएन त्यस्तो थियो अलि मुस्किलै थियो है त्यो हजुर त्यो ढोका खोलेर भित्र छिर्न यो क्षेत्रमा लाग्न गाह्रो थियो है सुरुमा निकै गाह्रो अनि त्यो चलचित्रको गीत चाहिँ कुन चाहिँ गीत थियो अलिकति याद छ 5वटा गीत छ त्यसमा 5वटा गीत छ हाम्रो पद्मा शाखा अनि अरू शान्त साक्य उहाँले गर्नु अनि यसरी गर्दै जाँदाखेरि त्यतिखेर तपाईँलाई फिल्ममा अफर आयो मैले निलाउ निलाउ गर्ने बेला सुपर डुपर हिट भयो त्यो अनि त्यसपछि आजसम्म कतिवटा जति फिल्महरूमा तपाईँले सङ्गीत हाल्नुभएको छ नेपाली भाषाको म पढेर सुनाउँछु है त उहाँले मलाई लेखेर दिनुभएको छ मेचा भन्ने एउटा हो मेचा भनेको हाम्रो क्यासेट चक्का भनेको सिडी क्यासेट चक्का है अनि त्यसपछि लुज भयो विजय टिकी टिकी छौरी धक्का मिखा भाए नमो बुद्ध कता मरिचा अनि आभा है अनि छङ्गु किपा यतिका यो सिडीहरू त्यतिखेर क्यासेट थियो है क्यासेट हजुर क्यासेटमा सुनिन्थ्यो त्यतिखेर यस्तै निकाल्नु भएको रहेछ अनि त्यस पछाडि चलचित्रमा चाहिँ निला निला हुँ होइन हजुर चरित्र बाला मेजु मनु मखुमा मनु जीवन यात्रा र अधुरो प्रेम यो चाहिँ नेपाली भाषाको फिल्म हो हजुर जीवन यात्रा र अधुरो प्रेम हजुर हजुर यतिको त्यतिखेर नै यो धेरै पहिलेको होला कहिलेतिरको होला यो भिडियो फिल्महरू हो भिडियोको जमाना सायद अब भिडियो सुरु भएको तपाईँको 45 सालदेखि हो 44-45 सालदेखि 25 वर्ष अगाडि कुरा है सायद त्यतिखेर यो स्थान बनाइसक्नु भएको थियो हजुर त्यस पछाडि यो क्षेत्रमा लाग्न तपाईँलाई त्यस पछाडि निरन्तरता किन दिन सक्नु भएन अब जान्छु त यो सङ्गीतमा लागिराखेकै थिएँ गइराखेकै थिएँ अब म कसो भन्दाखेरि अब प्रोफेसनल हिसाबले गर्ने भयो अब मलाई चाहिँ मान्छेहरूले खोजी आउँछ उहाँहरू खोजी आउनुभयो भने म गरिदिनु हो अनि म सौकले मात्र होइन म प्रोफेसनल गर्छु अनि कोही अब मान्छेहरू कोही अब सौकले गरेर आउँछ नि है आउँछन् अब उहाँहरू चाहिँ नि कसैले अब सङ्गीत हाल्यो भनेर आउँछ म गरेर आउँछ जब निला निलाउ हिट भयो त्यहाँदेखि मेरो फुर्सदै भएन त्यो ताका चाहिँ निकै गरेँ मैले धेरैवटा गीत छ हामीसँग पनि हाम्रो एफएममा धेरैवटा गीत छ यहाँको हामी प्रायः जसो यहाँको गीत श्रोताहरूको अफरमा श्रोताहरूको अनुरोधमा धेरै बजाउँछौँ आज एउटा गीत अर्को एउटा गीत सुनाउँ है त यहाँको अन्जु पन्तजीले गाउनुभएको गीत मिखा भाइबाट है यो गीत अनि यो रचना कसको थियो यो प्रकाशदीप श्रेष्ठ कति मिठो गीत छ अन्जु पन्तले नेवारी गीत सायद सेकेन्ड गाउनुभएको होला म गीत बजाउन हाम्रो प्राविधिक साथीलाई अनुरोध गर्छु अनि धेरै प्रतिष्ठित कलाकारहरूले पनि गाउनुभएको छ यहाँ गीत धेरै हजुर यसबाहेक हिन्दी कलाकार भारतीय कलाकारहरूले पनि गाउनु भएको छ है त्यो गीत पनि हामीसँग यहाँ छ अहिले समय मिल्यो भने बजाउँला है अब आज अहिले यो मिखा भाइ सुनौँ त है त
कति मिठो गीत छ है, शब्द पनि त्यस्तै छ, स्वर पनि झन् अन्जु पन्तको त कुरै भएन है, कति मिठो है। हजुर श्रोताहरूले त्यति नै मन पराइदिनु भएको छ नि गीत। हजुर हाम्रो स्टुडियोमा धेरै बज्छ यो गीत है। अनि गोविन्दजी विवाहित हुनुहुन्छ नि है? हजुर। बच्चा बच्ची कतिजना छन्? 2टा छोरा छ, छोरा छोरी छ। उहाँहरू पनि यही क्षेत्रमा हुनुहुन्छ? उहाँहरू अब म घरमा अब गिटार र किबोर्डहरू हार्मोनियमहरू त्यतिकै परिरहन्छ, उनीहरूले खेलाउँछ सोखले, उनीहरू यसमा लागेको छैन। छोरा पनि गाउँछ, छोरी पनि गाउँछ, तर उनीहरूलाई मैले भनेको छु यसो म्युजिकतिर लागि राम्रो हुन्थ्यो, सजिलो हुन्थ्यो भन्छु, तर मैले जति भने पनि उहाँहरू मानिरहनु भएको छैन। अलिअलि गीत गाउँछ, नाच्छन्, तर यसमा लागेको भए राम्रो हुन्थ्यो भन्छु। आमा बाउको सोचाइ त आफ्नै पेसा अपनाओस् भन्ने हुन्छ होइन, तर चाहिँ सोखले चाहिँ बजाउनुहुन्छ उहाँहरू, गाउने छाउने सबै छ, तर व्यावसायिक रूपमै लाग्नु भएको छैन। लागेको भए राम्रो हुन्थ्यो। मैले उहाँहरूले भन्छु भने अब यसमा चाहिँ केही सिक, क्लासिकलमा जाऊ भनेर भन्छु। अब छोरा चाहिँ नि मान्ने छैन, छोरी चाहिँ नि डान्स गर्छ, नाच्छन्, उसले चाहिँ नि चर्या नृत्यहरू पनि सिकेछ। यतै लागे पनि हुन्छ भने त्यति इन्ट्रेस्टै दिँदैन, के गर्ने है। अब नेपालमा त्यस्तै छ नि, परिपाटी नै, अब हिरोको छोरो हिरो नै हुने परिपाटी छ। अब सिङ्गरको छोरो भनौँ न भक्तराज दाईको बच्चाहरू छोराहरू गाउँछन् नै होइन, यस्तो किसिमको परिपाटीमा तपाईँको चाहिँ अलिकति विशेष छुट्टै रहेछन् है बच्चाहरू। यो क्षेत्रमा लागेर केही सम्मानहरू केही पाउनु भएको छ, कुनै पुरस्कारहरू, कुनै भनौँ न यस्तो केही? मलाई त सम्मान तपाईँले भन्नुभयो, अब कुनै फङ्सन गरेर सम्मान दिने भन्ने एउटा छँदैछ, तर सबभन्दा ठुलो सम्मान यही लाग्छ कि हजुरले मलाई यहाँ बोलाउनु भयो, मलाई मेरो चाहिँ मनका कुराहरू तपाईँले श्रोता सामुसम्म पुर्याउने जुन व्यवस्था मिलाउनु भयो, त्यही ठुलो सम्मान मान्छु कि म। अनि मैले सम्मान मैले चाहिँ नामै लिनु पर्दाखेरि बजार शेर्पा म सम्झिरहन्छु। ती बाहेक अन्य थुप्रै छन् है, बजार शेर्पा चाहिँ याद आइरहन्छ मलाई। यो क्षेत्रमा लागेर आफू सन्तुष्ट हुनुहुन्छ? म निकै सन्तुष्ट छु, किनभने बाहिर चाहिँ कतै हेर्दाखेरि मैले नचिने पनि मलाई चिन्नेहरू थुप्रै हुन्छन्। गोविन्द युमठ भनेर सबैले चाहिँ मान सम्मान दिन्छन्, त्यतिखेर गर्व लाग्छ है, गर्व लाग्छ मलाई। हरेक काम गर्दाखेरि मलाई सजिलो लाग्छ। मलाई चिन्ने बित्तिकै चाहिँ उहाँहरूले मलाई मेरो लागि के गर्न सक्नुहुन्छ भने अगाडि आउनुहुन्छ र उहाँले सक्ने सहयोग मलाई गर्नुहुन्छ, त्यसैमा म धेरै सन्तुष्टि छु। धेरैवटा गीतहरू छन् तपाईँको सङ्गीत स्वरमा, अनि भारतीय कलाकारहरूले पनि गाएका छन्। हामी त्यो गीत पनि यहाँ बजाउँछौँ, हामीसँग छ गीतहरू। अहिले समय अभाव नमिल्ला, समय अभाव छ अहिले। म एउटा अर्को गीत सुनाऊ है त यहाँको। अवश्य। फिल्मको बालामैजी फिल्मको हो यो? हजुर। यो रिमा गुरुङजीले गाउनु भएन? हजुर। यो रचना कसको थियो याद छ? भारतबाट शैलेश साक्य। शैलेश साक्य, हजुर। शैलेश बरेजु साक्य। ए शैलेश साक्य हाम्रो चिने लगनको? हजुर। उहाँको रचना? हजुर। यसलाई फिल्ममा हालेको छ? फिल्मको लागि नै उहाँलाई दिनुभएको थियो। फिल्म बाहिर आयो? आइसकेको छ। आइसकेको छ है, मैले हेर्ने मौका पाएको छु। जेएसएसजीले बनाउनु भएको, पवनजीको डाइरेक्सन। ए अब यो गीत सुनौँ है त हाम्रो श्रोताहरूलाई।
साला चनरे भरा भरा लुगामिना क्या है जीवो जीवन जीना। श्रोताहरू, आज हाम्रो स्टुडियोमा आउनुभएको छ नेपाल भाषाका सङ्गीतकार, गायक तथा रचनाकार, मूर्धन्य र सङ्गीतकार हुनुहुन्छ गोविन्द हिमत है। उहाँसँग कुराकानी गर्दैछौँ। कुनै किसिमको जिज्ञासा र प्रश्नहरू भए अहिले यहाँहरूले फोन गर्न सक्नुहुनेछ हाम्रो स्टुडियोमा। स्टुडियोको फोन नम्बर हो 433 42 22 433 42 22 है। अब म कुराकानी अगाडि बढाउँछु। तपाईँलाई मैले सबभन्दा पहिला भेटेको 45-46 सालतिर हुनुपर्छ है। हजुर, त्यति सालतिर तपाईँ एउटा स्कुलमा सङ्गीत शिक्षक हुनुहुन्थ्यो। शान्ति निकुञ्ज स्कुल हो, बच्चाहरू लिएर आउनुहुन्थ्यो है रेडियो नेपालमा। म त्यतिखेर नेपालमा थिएँ, त्यतिखेर पहिलो भेट भएको थियो। हजुर, त्यस पछाडि यसो भेट भयो। त्यस पछाडि समयले म पनि बाहिरतिर गएँ। त्यस पछाडि धेरै वर्ष पछाडि तपाईँसँग आज भेट भयो। त्यो अन्तरालमा म तपाईँको गीतहरू सुनिरहन्थेँ। हजुर, यो मान्छेले धेरै प्रगति गर्नुभएछ जस्तो लागेको थियो मलाई। र आज म यति गौरवान्वित पनि छु कि तपाईँलाई स्टुडियोमा बोलाएर कुरा गर्न पाएँ है। अब यो क्षेत्रमा लागेर तपाईँलाई चाहिँ अब अरू कलाकारहरूले धेरै प्रगति गरिसकेको छ। तपाईँ नेवार भएको नाताले अलिक पछाडि पर्नुभयो कि जस्तो लागेको छ। तपाईँलाई कस्तो फिल भएको छ यो क्षेत्रमा? मलाई चाहिँ यति प्रगति गरिसकेको मान्छे अहिले त अलि माथि पुगिसक्नुपर्ने जस्तो लाग्छ होइन, मेरो आफ्नै व्यक्तिगत विचार हो। तपाईँले कस्तो किसिमको अनुभव गर्नुभएको छ यो क्षेत्रमा? मैले अब अनुभव गर्दाखेरि पहिलेभन्दा धेरै धेरै राम्रो गीतहरू मैले कम्पोज गरिरहेको छु होइन। अब त मैले आर्थिक हिसाबले भन्नुभएको हो कि के हो होइन, त्यो हिसाबले भन्नुभएको हो कि? आर्थिक हिसाबमा त होइन, यो क्षेत्रमा अझ माथि पुग्ने तपाईँको सिँढी अझ माथिसम्म छ। अब म केही कुरामा चुकेँ होला होइन, मलाई त्यसै लाग्छ। अरू धेरै कलाकारहरू पनि छन् के? हजुर, उहाँहरू पनि हाम्रो स्टुडियोमा आउनुहुन्छ। कुराकानी गर्दाखेरि मैले सोधेको थिएँ, म नेवार भएकै कारणले पछाडि परेँ जस्तो अभिव्यक्ति पनि दिनुभएको छ कि त्यो कारण हो कि भन्ने मैले तपाईँलाई सोचेँ। अहिले कस्तो लाग्यो यसलाई? यो चाहिँ नि तपाईँले भन्नुभएको कुरा सही हो। त्यो कहीँ पनि म भन्न चाहन्न। यसमा भन्छ नि खुट्टा टान्ने प्रवृत्ति भन्छ, त्यो थुप्रै छ। त उहाँहरूलाई पनि मैले धन्यवादै दिन्छु। किन भन्दाखेरि उहाँले जति मलाई त्यति गर्नुहुन्छ, त्यो व्यवहार गर्नुहुन्छ, झन् अझ म योभन्दा कसरी राम्रो क्रिएसनहरू गर्ने भनेर म सोच्छु र गर्छु। अनि म त्यसलाई चाहिँ अझै धेरै राम्रो राम्रो गीतहरू मैले उत्पादन गर्न सकेँ, क्रिएसन गर्न सकेँ, यहाँहरूसम्म राख्न पाएँ। त्यो त निकै छ नि, निकै गाह्रो छ। अझ चाहिँ खस भाषा त आफ्नै ठाउँमा छ, नेवारी भाषामा पनि अझ थुप्रै यस्ता मान्छेहरू छन् मदेखि चाहिँ धेरै चाहिँ अब जेलियस हुने कि त्यो नभइदिए हुन्थ्यो। तैपनि ठिकै छ, उहाँहरूले त्यसो गर्नुभएको छ। तर मलाई मनमा त पर्छ नि, म के गर्छु त्यहीलाई चाहिँ एउटा इख लिएर म चाहिँ म्युजिक अझ योभन्दा राम्रो गरौँ भनेर म सोचमा आउँछ र गर्छु। भर्खरै तपाईँले सुन्नुभयो, मलाई अन्जु पन्तजी असाध्यै मनपर्छ, निकै उहाँको स्वर मनपर्छ मलाई। उहाँलाई गाउन लगाउने एउटा ठुलो इच्छा थियो, तर प्रकाशदीप श्रेष्ठजीले मलाई त्यो जोडाइदिनु भयो होइन। त्यो अझ राम्रो भयो, त्यो गीत पनि निकै राम्रो भयो। कस्तो भन्दाखेरि यो क्षेत्रमा चाहिँ अब खुट्टा तान्नेहरू धेरै हुन्छन्। त्यो खुट्टा तानिदिएको आधारबाट तपाईँ झन् उम्किन खोज्नुहुन्छ नि, त्यसले झन् हौसला बढेर तपाईँ झन् माथि उक्लिनु पर्ने स्थिति थियो होइन वास्तवमा चाहिँ। गरिरहेको छु, त्यही गरिरहेको छु मैले चाहिँ। दुःख लाग्छ कहिलेकाहीँ उहाँहरूले त्यस्तो गर्नुभयो होइन, त्यस्तो नगरिदिए हुन्छ जस्तो लाग्छ। तर केही छैन, म चाहिँ आफ्नो कर्म गर्दै जान्छु। त्यस्ता त अब कति आउँछन् कति। यो बाहेक यो सङ्गीत क्षेत्र बाहेक के गर्दै हुनुहुन्छ अरू? अब यसबाट मात्र केही हातमुख जोड्नलाई त गाह्रै छ, अझ त गाह्रो छ। हजुर, निकै गाह्रो छ। म आफ्नै एउटा अर्कै प्रोफेसन गर्छु, ड्राइभिङ सम्बन्धी काम गर्छु म। त्यो पनि गर्नु पऱ्यो, गुजारा त गर्न सकिँदैन है अहिलेको स्थितिमा। हजुर हजुर, कि माथि नै जानु पऱ्यो, अलिक धेरै नै उचाइमा जानु पऱ्यो? त्यो पनि जानलाई पनि त्यो एउटा साहस त आएको थियो भन्नु पऱ्यो। मैले त्यति लाग्न सकेन। मैले चाहिँ नि अब नराज ढकालजीबाट पनि शास्त्रीय सङ्गीत सिकेको थिएँ। हजुर हजुर। अनि उहाँले पछि चाहिँ नि अब उमेरको कारणले उहाँले सक्नु भएन। पछि मैले उहाँले रिक्वेस्ट गर्ने, गुरु म फेरि तपाईँ कहाँ आएँ,
पहिले त्योभन्दा पहिले मैले 3 महिना उहाँसँग सिकेको थिएँ। अनि पछि जाँदाखेरि उहाँलाई चाहिँ मैले सक्दिनँ, मेरो छोरा प्रभुराज हुनुहुन्छ, उहाँसँग सिक्नु भन्नु। उहाँसँग सिक्न गएँ म नै लाग्न सकेन। सायद चाहिँ मैले चाहिँ अब यो क्लासिकल सिक्नु भनेको 2-4 महिनाले पुग्दैन, 2-4 वर्षले पनि पुग्दैन। त्यसमा लाग्न सकेको भए आज मैले चाहिँ नि क्लासिकल मात्र सिकाएर पनि म त्यतिकै चाहिँ नि जीवन गुजारा गर्न सक्ने। अब आफू पनि विवाहित भइसकेको, बच्चा बच्ची भइसकेको, परिवार हेर्नु कि अब त्यसमा सङ्गीतमा लागिराखौँ। अब 1-2 घन्टाले पनि पुग्दैन। हेर्नुहोस्, सङ्गीतमा लाग्नु भनेको, क्लासिकल सिक्नु भनेको अलि समय दिनैपर्छ, 2-4 घन्टा समय दिनैपर्छ दिनको। कतैबाट आर्थिक स्रोत जुट्ने भइदिए भए यो क्षेत्रमा लाग्न सकिन्थ्यो। अब सायद लागेर चाहिँ म यही प्रोफेसनमा जान सकिन्थ्यो। हजुर, आफ्नो घर परिवार पनि हेर्नु पर्यो। हजुर, व्यवस्था गर्नु पर्यो, गाह्रो छ नि। हजुर, सङ्गीतमा चाहिँ सिक्दा सिक्दै त क्लासिकल चाहिँ बिचमै छोड्नु पर्यो। हजुर, यस्ता बाधाहरू धेरै आइपर्छन् है जिन्दगीमा। अब आफूले आफ्नो रचनाहरू भनौँ न, म पनि त्यस्तै यही क्षेत्रको मान्छे भयो भएर आफ्नो रचनाहरू, आफ्नो क्रिएसनहरू सबै मनपर्छ पर्न त। हजुर, जस्तै आफूले बच्चा जन्माउँछन्, बच्चाहरू यो जेठो छोरो मनपर्छ, कान्छो छोरो मन पर्दैन भन्ने किसिमको कुरा हुँदैन नि त्यहाँनिर। सबै नै मनपर्छ होइन सगोलमा। तीमध्ये पनि तपाईँलाई कुनै एकदमै मन परेको गीत केही छ आफ्नो सबभन्दा मनपर्ने चाहिँ? मनपर्ने गीतहरू थुप्रै छन्, नेपाली, हिन्दी, नेवारी पनि धेरैले गाएका छन् है। एउटा तपाईँले मलाई आज बोलाउनु भयो र हिजो मात्र मेरो साथी राजेश खड्गीज्यूको मुवा र बुवाको म्यारेज एनिभर्सरी थियो। त्यसको लागि उहाँहरूको निम्ति डेडिकेट गर्न चाहन्छु। शुभकामना है उहाँहरूलाई, शुभकामना दिन चाहन्छु। हजुर, मेरो साथी राजेश खड्गी, अनि कविनाजी, अनि रविनजी, रजनीजी, रेणुजी, उहाँहरूलाई मैले यो गीत डेडिकेट गर्न चाहन्छु। यो म्यारेज एनिभर्सरीको उपलक्ष्यमा हजुर हस् कार्यक्रमको गीत सुनाउन चाहन्छु। हस्, हाम्रो प्राविधिक मित्रले यो व्यवस्था गरिदिनु म अनुरोध गर्दछु।
है उहाँहरूको यो वर्षगाँठ भनौँ न हजुर सालगिरह हजुर शुभ रहोस् चिरायु होस् हामी पनि कामना गरौँ है। धन्यवाद। र नेवा एफएम सुन्दै गर्नुहुन पनि अनुरोध गर्छु। हाम्रो नेवा एफएमको युट्युब च्यानल छ, यसलाई पनि सब्सक्राइब गरिदिनु पनि म यहाँहरूलाई अनुरोध गर्छु। अब कुरा गर्दै जाँदाखेरि हामी कहाँनिर पुग्यौँ भने यो क्षेत्रमा कति बाधा अडचन बावजुद पनि तपाईँ इस्टाब्लिस हुनुभयो अनि गीतहरू यत्तिका सृजना गर्नुभएको छ, बाटोमा हिँड्दा पनि नचिन्ने यहाँलाई कोही छैनन् होइन, गोविन्द हिम्मत। यसो कुरा गर्दै जाँदाखेरि अब हिन्दी कलाकार इन्डियन भारतीय कलाकारहरूलाई गीत गाउन लाउँ भन्ने चाहिँ कसरी तपाईँमा यो अभिप्राय कसरी जाग्यो यो? यसको लागि हाम्रो छाटा भण्डारका रमेश मानसाकीज्यूलाई मैले धन्यवाद दिनुपर्छ। उहाँले सम्झिनुपर्छ। उहाँले मलाई खोज्दै आउनुभयो र मैले गीत गर्छ सङ्गीत गर्छ भनेर उहाँलाई थाहा पाउनुभयो उहाँले र मलाई उहाँको घरमा बोलाउनु भयो मलाई। गोविन्दजी तपाईँ गीत गाउनुहुन्छ सङ्गीत गर्नुहुन्छ, मैले पनि थुप्रै गीत लेखेको छु, हजुर तपाईँले यो गीतमा सङ्गीत भरेर गीत गाइदिनुहोस्, एउटा सिडी क्यासेट निकाल्ने, त्यो बेला क्यासेटै थियो, त्यतिखेर क्यासेट निकाल्ने भन्नुभयो। अब मैले उहाँलाई भने मैले 2-4वटा गीत पनि लिएर आएँ र मैले सङ्गीत भरेर उहाँले सुनाइदिएँ, खुसी हुनुभयो। अब मैले उहाँको हरेक कुरा मैले यसो देख्दाखेरि मैले उहाँबाट के एउटा आशा गरेँ भनेखेरि उहाँले सक्नुहुन्छ, त्यसैले मैले यो प्रस्ताव राखेँ। मैले प्रस्ताव राखेँ हजुर। मैले उहाँलाई भने रमेशजी तपाईँले मलाई यो गीत गाएर चाहिँ नि क्यासेट निकाल्ने सोच्नुभयो, त्यसको लागि धन्यवाद। तर योभन्दा अलिकति माथि गएर हामीले सोचौँ। मैले एउटा हामीले चाहिँ नि मैले गीत गाएँ सङ्गीत भरेर एउटा क्यासेट निकालेमा केही पनि हुनेवाला छैन, तर यही गीत नेवारी गीतहरू बम्बईया कलाकारहरूलाई गाउन लगाउनु पाए निकै राम्रो हुन्छ भनेर मैले उहाँलाई भने। अनि उहाँले ल ठिक छ मैले सोध्छु, एक दिन मलाई टाइम दिनुहोस् भन्नुभयो। अनि उहाँले चाहिँ नि कुमार सानुसँग उहाँले कन्ट्याक्ट गर्नुभयो हजुर र चाहिँ नि कन्ट्याक्ट गर्नुभयो, कति के लाग्छ उहाँले आफ्नो पनि हिसाब गर्नुभयो। पछि मलाई बोलाएर गोविन्दजी ल ठिक छ हामी जाने बम्बई जाने, तपाईँले भनेअनुसार हामी त्यही गरौँ भन्नुभयो। बम्बईमै रेकर्डिङ गरेको? बम्बईमा गयौँ, हामी गयौँ। कतिवटा गीत छ त्यो बेलामा? त्यो बेला 3 जति यता रेकर्ड गरेको थिएँ भोकलहरू, अनि उता 5वटा गीतहरू जसविन्दर नरोला, अनुराधा पौडवाल, अभिजित, विनोद राठौड र मोहम्मद अजित। अनि अनुराधाजीसँग मैले पनि एउटा दुईट गाएको थिएँ। त्यसको चाहिँ नि श्रेय चाहिँ हाम्रो रमेश मानजी नै हुनुहुन्थ्यो। तर त्यहाँ जाँदाखेरि मलाई थाहा थिएन उहाँले मलाई त्यो चान्स दिन्छ भनेर। जब त्यहाँ गीत रेकर्ड गर्दै थिएँ र लास्टमा एउटा डुएट बाँकी छ, रमेशजीले भन्नुभयो गोविन्द यो गीत तिमीले अनुराधसँग गाउनु भन्नुभयो। म छक्क पारेँ। त्यो गीत त्यतिखेर कम्पोज भएको थिएन? भइसकेछ, मैले तयारी उता गरेरै गएको थिएँ। ट्र्याकहरू जम्मै यहाँ नेपालबाट त्यो बेलाको सिम्फोनिक रेकर्डिङ स्टुडियोबाट मैले लगेको थिएँ। ए त्यो ट्र्याक बोकेर गएको हामी? हजुर हजुर। अनि बलिउडको गायकसँग तपाईँले गाउनुभएको थियो त सायद कमै छन् होला नेपालीहरू? अब नेवारी त छँदै छैन, तपाईँ मात्रै हो। हजुर, तर त्यो बेला पनि मलाई एउटा यो कुरा पनि मैले भन्नु बिर्सनु हुँदैन। सायद ट्रक ड्राइभरको गीत हो कि कुन हो, एउटा गीत हाम्रो सुरेश वाडीकरजीले अलिकति नेवारी गीत अलिकति राखिराख्नु भएको थियो त्यसमा। त्यो पनि मैले गर्नुभन्दा अगाडिको कुरा हो त्यो, होइन मैले गर्नुभन्दा अगाडिको कुरा हो। तर सोच चाहिँ मेरो पहिले देखेको सोच, अब नेपाली गीतहरू त थुप्रै खस भाषाका गीतहरू थुप्रै बम्बईया कलाकारहरूले गाउनुभएको छ, तर मलाई जहिले पनि खड्किरहन्थ्यो मेरो नेवारी गीत पनि उहाँहरूलाई गाउन लगाउनु पाए कति राम्रो हुन्थ्यो होला भनेर सोचिरहन्थेँ। तर रमेश मानजीले मलाई त्यति मौका दिनुभयो। आर्थिक जो कसरी गर्नुभयो? धेरै नै लाग्यो होला है त्यो त? अब मलाई जहाँसम्म लाग्छ आजभन्दा 17-18 वर्ष कति वर्ष भयो होला, पाउने 3 लाख जति खर्च भयो। त्यतिखेर पाउने 3 लाख है? धेरै खर्च लाग्छ है बम्बईसम्म गएर रेकर्डिङ गर्दा त? त्यो गर्नलाई 2 चोटि बम्बई गएँ हामी। रेकर्डिङ स्टुडियो यहाँको र उताकोमा के फरक पाउनुभयो? बम्बई त तपाईँको सङ्गीत नगरी फिल्मी नगरी उहाँ उताको कुरा गरेर साध्य छैन। त्यहाँ गएर मैले धेरै कुराहरू सिकेर आएँ। एउटै बिल्डिङमा 4-5वटा स्टुडियोहरू हुन्थ्यो, त्यहाँको धेरै मतलब
इन्स्ट्रुमेन्टहरूदेखि लिएर हरेक इक्विपमेन्टहरूदेखि लिएर धेरै राम्रो राम्रो एउटा मोनिटर भन्छ नि तपाईँको मोनिटर निकै राम्रो अनि स्टुडियोहरू पनि निकै राम्रो अनि टेक्निसियनहरू त्यत्तिकै जान्ने पर्फेक्टहरू सङ्गीतमा निकै निपुणहरू उहाँहरू ठ्याक्कै चाहिँ कुनै समस्या आयो भने तुरुन्तै थाहा पाउने यसमा यहाँ छ यहाँबाट यसरी उठाउनु भने ठ्याक्कै भन्नुहुन्छ। हाम्रो नेपाली सङ्गीतकारहरू सङ्गीतको बेस हुँदैन है कतिमा कस्तो छ अहिलेको सङ्गीतकार अब निकै राम्रो भइसकेको छ अहिलेदेखि निकै राम्रो भइसकेको छ हाम्रो नेपालमा पनि यहाँ काठमाडौँ भन्ने निकै राम्रो राम्रो इन्स्ट्रुमेन्टहरू आइसकेको छ इक्विपमेन्टहरू आइसकेको छ रेकर्डिङ स्टुडियोहरू पनि बम्बई भन्दा पनि कुनै कम छैन निकै राम्रो छ। बम्बईमा गएर रेकर्डिङ गर्नुभयो त्यही गीत एउटा सुनाउँ त है म हाम्रो साथ प्रविधि मित्रलाई बम्बईमा रेकर्डिङ गरिएको एउटा गीत सुनाउनु अनुरोध गर्छु है त यो गीत सुनाऊ। वसा छन्ता पिया चोने छवै गुला फुइजी वफे वसा छन्ता पिया चोने छवै गुला फुइजी सोया चोने न्याबले सोया चोने पहला छवै गुला फुई हिसी पहला छवै गुला फुई वाफे वसा छन्ता पिया चोने छवै गुला फुई जी कनव्यू सकसिता झिगु मतिना दुमतिना कनव्यू सकसिता झिगु मतिना दुमतिना गे मते सुखना खा मतिना वाफे वसा छन्ता पिया चोने छवै गुला फुइजी कति मिठो गीत है कुमार सानुजीले गाउनुभएको बम्बईको रेकर्डिङ त्यतिखेरको स्ट्यान्डर्ड धेरै फरक छ है हजुर फेरि स्वर पनि उनीहरूको त्यस्तै छ प्रोफेसनल गायकहरू भए हजुर धेरै मिठो करोडौँ अरबमा एकजना आउँथ्यो तर कति मिठो गाएको छ है उसले नेवारी भाषा भयो नि हजुर त्यो तपाईँको देन है हजुर धन्यवाद हाम्रो मान्छेलाई पनि सम्झिनुपर्छ हामीले है श्रोताहरू अब कार्यक्रमको हामी अन्तिम चरणमा आइपुगिसकेका छौँ आज हामी कुराकानी गर्दैछौँ गोविन्द हिमतजीसँग उहाँ चाहिँ नेपाल भाषाका गीतहरूको हस्ती हुनुहुन्छ उहाँका गीतहरू बहुत प्रचलित छन् जनजीवनमा
झुन्डिएका छन्। यस्ता गीतहरू सिर्जना गर्ने कलाकारलाई आज हाम्रो स्टुडियोमा निम्त्याएर कुराकानी गर्न पाएँ। उहाँको के अरे उहाँको अनुभवहरू यहाँ सेयर गर्न पाएँ, खुसी लागेको छ। गोविन्दजी फेरि पनि हाम्रो स्टुडियोमा आउँदै गर्नुहोला। नेपाल भाषालाई यति माया गर्नुहुने, नेपाल भाषामै आफ्नो जीवन दान गर्नुहुने यहाँको यो योगदान नेपाल भाषाले बिर्सिन सक्दैन। नेवा एफएम पनि यहाँको पूर्ण कदर गर्छ। धन्यवाद। अन्त्यमा अब हाम्रा श्रोताहरूलाई केही सन्देश दिनुहुन्छ? हामी कार्यक्रमको अन्तिममा पुगेका छौँ। अब यहाँले मलाई बोलाइदिनु भयो, यसैमा मैले भने नि यसलाई ठुलो सम्मान मैले ठानेको छु र यहाँ सम्पूर्ण मेरा यो मलाई मन परेर मेरो गीतहरू मन पराएर सुनिदिनु हुने उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र यहाँहरूको लागि अझ पनि थुप्रै राम्रा गीतहरू सिर्जना गर्ने प्रण गर्दछु। हस्, भविष्यमा योभन्दा पनि अझ उत्कृष्ट गीतहरू हामी सुन्न पाऊँ। नेपाल भाषालाई माया गरेर आफ्नो दिलो ज्यान दिएर यति माया गर्ने कलाकारलाई हामीले आज स्टुडियोमा निम्त्यायौँ। उहाँलाई अझ योभन्दा अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने हामी कामना गर्छौँ। श्रोताहरू, अब समयले बिदा मागिसकेको छ। आजको लागि समय सन्दर्भ यति नै। पुनः भविष्यमा गोविन्द हिमतजीसँग भेट्ने आशा गर्दै आजलाई नमस्ते, शुभेच्छा। नमस्ते।